हेलो साथीहरू, आज चाहिँ मेरो काम चाहिँ यस्तो छ है। बस्तीमा चाहिँ अब काम कुरो चाहिँ यस्तै हुन्छ हैन। अनि यो पत्करहरू चाहिँ मैले अब के गर्नु लगेको भन्दा चाहिँ मेरो एउटा मैले यो अब पत्कर चाहिँ मैले कामै लाउनुको लागि लाउँदैछु नि त हैन। यो हाम्रो बस्तीतिर चाहिँ है, गाउँघर बस्तीतिर चाहिँ खेतीपाती गर्नेहरूलाई चाहिँ यो पत्करहरू पनि काम लाग्छ। अनि यो सिटा साटीहरू हुन्छ नि, मसिनो झिक्रा झाँक्रीहरू हो, यिनीहरू पनि कामै लाग्छ हैन। यो चाहिँ अन्त आफ्नै गोरेनमा बाख्राको मल मिसेको यो झिक्रा भयो, यो पत्करहरू भयो। यो चाहिँ मैले यहाँ माथिल्लोपट्टि मलखाडीमा चाहिँ मैले इस्कुस रोपेको छु जराको लागि। अनि त्यसमा चाहिँ मैले बारबुर गरेर झिक्राले बारेको छु वरिपरि। त्यहाँदेखि बिचमा चाहिँ मल पत्करहरू चाहिँ यसरी डोको डोको बिछाइदिनु पर्ने हुन्छ। त्यसै कारणले गर्दा चाहिँ मैले यहीँबाट बाख्राको खोलमा मुनिबाट चाहिँ सत्तर मल सबै कुरो चाहिँ मैले अब त्यहाँनिर हाल्नुको लागि लाँदैछु। अब यो बस्तीमा चाहिँ यस्तै हुन्छ नि त काम चाहिँ। अब हेर्नुहोस् ल, मैले यहाँनिर देखाउँछु, भारी चाहिँ यस्तै छ अब मेरो हैन। मेरो कामै यस्तै हो साथीहरू। तर अब यो मेरो कन्टेन्ट यस्तै हुन्छ है। अब के गर्नु, काम पनि गराइ हुन्छ, यसरी फोनमा काम पनि गराइ हुन्छ। र काम चाहिँ यस्तै छ है, खिसी नगरिदिनु होला मेरो काम देखेर। अब यो हातमा पनि पन्जा किन लगाएको भन्छ होला हैन। यो पन्जा चाहिँ किन लगाएको, मैले घिनाएर लगाएको चाहिँ होइन। यो पन्जाको काम चाहिँ काँडा कुडीहरूले हातहरू घोच्दैन नि त, काँडा कुडीले घोच्दैन अनि ढोक्रीहरू भिज्दैन है, झुसुलेले चिल्दैन भनेर चाहिँ यहाँ ग्लोभ्स चाहिँ लाउनै पर्छ हो। यस्तो छ मेरो काम चाहिँ। यो चाहिँ अब बारीमा यसरी ओह्रालो ओकालो गर्दै यस्तै छ साथीहरू। हेर्नुहोस् है, मेरो काम चाहिँ यस्तै छ र मेरो आजको कन्टेन्ट चाहिँ यस्तै छ साथीहरू। हेर्नुहोस् है, तपाईँहरूको चाहिँ के कस्तो हुँदैछ हेर्नुहोस् है। मेरो डोको पनि यस्तो छ, खिसी नगरिदिनु होला मेरो काम कुरो पनि सकेर म चाहिँ अब एकछिन माथि गाउँ बजारतिर निस्केको छु। अनि सन्डे हो है, अनि सन्डेमा चाहिँ अलिअलि हरियो सब्जीहरू आएको हुन्छ भनेर चाहिँ म सब्जी लिन आउँदैछु। यो चाहिँ हाम्रो किताब बजार हो है, सानो बजार छ हाम्रो चाहिँ यहाँनिर। ल्याउनु भयो क्या हौ ल फर्काएर प्लेस काट्ने फर्काउनु पनि पऱ्यो नि कोही त। बिकेन के किनेर ल्याउनु भएको यो छिट्टै आइयो नि त, बेलुकासम्म सक्छ नि। हो र। काकाले प्लान्टहरू पनि फर्काएर ल्याएछ आज चाहिँ एकवटा। अनि हेर्नुहोस् यहाँनिर चाहिँ पालक साग कस्तो फ्रेस फ्रेस रहेछ, अनि ठुल्ठुलो मुठा पनि रहेछ। अनि यो चाहिँ हाम्रो यता काकीको दोकान हो र मैले एक झोला सामानहरू किनेर पनि आउँदैछु। यो पछाडि देख्नु हुँदै गरेको चाहिँ हाम्रो किताब बजार हो है। बजार चाहिँ अलिक माथि छ, यो चाहिँ गाउँै हो, मेन रोड हो। त्यहाँदेखि चाहिँ म चाहिँ सब्जीहरू किनेर पनि आउँदैछु। हेर्नुहोस् त, यो हाम्रो चाहिँ ट्याढो गाउँ हो किताब भन्ने। यहाँबाट चाहिँ हाम्रो घर आउँछ ओह्रालो है। यो चाहिँ यताबाट स्कुल क्यान्टिनहरू। मैले हरियो सब्जी ल्याएको नि त यहाँ, काकीलाई पनि देखाइदिएको नि। अनि यता चाहिँ देख्नुहुँदैछ हाम्रो स्कुल छ किताब।